हामीलाई एकदम बर्बाद गर्ने के हामीलाई एकदम तल गिराउने एउटा हामीसँग 3 कुरा छन् जसले यी 3 कुरा त्याग्दछ नि एकदम आध्यात्मिक कुरामा माथि बढ्छ के अरु कुरामा पनि बाहिर यदि हजुर पनि नाम जप नगर्नु छैन यी 3 कुराहरुले त्यागेर हेर्नुस् न हजुरको जीवन कस्तो हुन्छ कस्तोबाट कस्तो बदलिन्छ त्यो जान्न चाहनुहुन्छ भने म एउटा श्लोकबाट सम्झाउँछु पुरा हेर्नु है त भगवत गीतामा के भनेको छ भने 3 हाम्रा एकदम शत्रु हुनु रे के यी 3 कुरा हामीसँग भएपछि आत्माको पतन हुन्छ भनिएको छ एउटा म श्लोक सहित भनिदिन्छु भगवत गीता अध्याय 16 श्लोक नम्बर 21 मा भनिएको छ त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन काम क्रोध तथा श्लोस्तस्मादेतत्रयं त्यजत रे के गीतामा के भनियो गीतामा स्पष्ट भनिएको छ कि काम क्रोध र लोभ यी 3 बडा शत्रु हुन् बडा शत्रु शत्रु भन्दा नि बडा शत्रु हो के शत्रुका भाउ हुन् के यी 3 चिज के रे काम क्रोध र लोभ जुन व्यक्तिमा काम भनेको धेरै विपरीत स्त्रीप्रति आकर्षण काम क्रोध भनेको धेरै रिसाउनु र लोभ भनेको धेरै लोभी मानिस के हो जुन व्यक्तिमा यी 3 कुरा हुन्छ नि त्यो व्यक्ति सिधै नरकमा जाने हो के सिधै नरक हो त्यसको कहिले पनि उद्धार हुँदैन यी 3 कुरा भएपछि व्यक्तिको त्यसैले यी कुरालाई त्याग्न के गर्नुपर्छ भनेपछि हामीले जस्तै आफ्नो रिस उठेको बेला जस्तै कुनै पनि जवाफ नदिनु के भनिएको छ भने चाहिँ आफूले क्रोध आएको समय हुन्छ नि त्यो एकदम इम्पोर्टेन्ट समय हो के त्यो समयमा कसैले पनि केही कर्महरू गर्नु हुँदैन के कसै रिसमा गरिएको कर्म कुकर्म बन्दछ के